गाइज उता मेरो फुफूहरु टिकटक बनाउने छन् म देखाउन चाहन्छु तपाईहरुलाई ल हेर्नुस् त मेरो फुफूहरुलाई हेलो गाइस टिकटक बनाएर सक्यो यहाँ कस्तो गर्मीले पुरा यहाँ पसिना आइरहेछ पुरा सबै हेलो गाइस वेलकम छ मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज लाइक सब्स्क्राइब र शेयर गरिदिनु होला आज चाहिँ हामी 29 गते बुद्ध जयन्ती हो सरकारी बिदा छ त्यही भएर के गरौँ भनेर बोर लागिरहेको थियो त्यही भएर आज चाहिँ कोइलाबास रोडतिर एकछिन घुम्न जान लागेको त्यही भन्नलाई यो हो गढमा बजार हमरे चिप्स और समोसा जुस पानी पकौड़ा लिएर हामी चाहिँ अब जान लाग्छौँ कोइलाबासको रोडतिर एकछिन टिकटक बनाउन यहाँको मेरो भतिजी आकी छिन् त्यसैले तिनलाई हामी एकछिन कोइलाबास रोड घुमाउन जान लागेको
गाइस हामी पुगिसकेका छौँ हाम्रो फेभरेट ठाउँमा यो कोइलाबासको रोड हो। यहाँ चाहिँ हामी पहिलादेखि नै टिकटक बनाउन आउँथ्यौँ। राम्रो आउँछ यहाँदेखि। यहाँ चाहिँ यो ठाउँमा कोही कसैलाई टिकटकको रहर छ, किरा छ भने यता आएर किरा मेटाउनु होला, किनभने यता ठाउँ राम्रो छ। यो ठाउँमा भाइरल रोड हो यो चाहिँ कोइलाबासको भाइरल रोड भनौँ त्यो किसिमले हाम्रो लागि। हेर्नुहोस् गाइस, तपाईँहरूलाई म देखाउँछु आफ्नो पछाडिको रोड। यो हो रोड। टिकटक बनाउनको लागि यतै आउनु होला। कोइलाबासको रोड हो, बिचमा यतातिर छ, यस्तो बाटो छ। यता चाहिँ अब यहाँनिर चाहिँ हामी एकछिन टिकटक बनाउँछौँ। टिकटक बनाएर फेरि जान्छौँ, एकछिन नास्ता खान्छौँ, नास्ता खाएर फेरि घर जान्छौँ। टिकटकको लागि मेरो युट्युब च्यानलको डिस्क्रिप्सनमा मेरो लिङ्क छ, त्यो लिङ्कमा गएर हाम्रो टिकटक हेरिदिनु होला अनि फलो गरिदिनु होला त्यसको लागि। गाइज मेरो फुपूहरू टिकटक बनाउने छन्, म देखाउन चाहन्छु तपाईहरूलाई। ल हेर्नुहोस् त मेरो फुपूहरूलाई। हेलो गाइस, अब हामी खाना गइरहेको छौँ। हेर्नु हाम्रो नास्तामा के छ हेर्नुहोस् त। मेरो फुफू खाइराख्नु भएको छ। फुफू अझै पनि खाइराख्नु भएको छैन। हेर्नु गाइस, यिनीहरू राक्षस जस्तै खाइरहेछन्। घर जाऊँ भनेपछि मानिरहेको छैनन्। कस्तो गर्मी छ। गाइस अब चाहिँ हामी कोइलाबास रोडबाट आइसकेका छौँ, घर पुगिसकेका छौँ। अब गर्मी चाहिँ बढिरहेछ। घुम्न जाँदाखेरि चाहिँ बिहान र साँझतिर जानु होला, किनभने अहिले गर्मी बढिरहेछ। गर्मीको कारणले टाउको दुख्न सक्छ। अहिले भाइरल ज्वरोहरू आइरहेको छ, त्यही भएर राम्रोसँग बस्नु होला, ख्याल राख्नु होला। यति भन्दै म बिदा हुन्छु। बाई बाई।